हेलो गाइस, हामी चाहिँ यो सुन्दर रैचामा बिन्द्रवन भन्ने ठाउँमा आएको छौँ। हेर्नु होला, एसियाकै सबैभन्दा ठुलो गाई भनेकै नेपालमा छ, बिन्द्रवनमा। यतापट्टि मन्दिर रहेको छ भने यता गार्डनहरू छ। पर चाहिँ यो भजन कीर्तन गाउने ठाउँ, पर सानो सानो मन्दिरहरू पनि छ। यो चाहिँ हाम्रो शिवजीको शालिग पनि छ यहाँ। शिवजीको शालिग भयो। त्यसकै छेउमा हाम्रो चाहिँ एसियाको सबैभन्दा ठुलो गाई, एसिया महादेशकै सबैभन्दा ठुलो गाई हाम्रो यो बिन्द्रवनमा। हेर्नुहोस् ल।